हेलो गाइस, ब्याक टु माई च्यानल। आज चाहिँ रेस्टुरेन्टमा बिहेको पार्टीको डेकोरेसन गरेको छ। बेहुला बेहुली बस्ने जग्गा कस्तो लाग्छ तपाईहरुलाई कमेन्ट गर्नु होला। राम्रो लाग्यो भने शेयर लाइक गरिदिनु होला। मेरो पेजलाई सपोर्ट गरिदिनु होला। अनि फाइनली तपाईहरुलाई देखाइजाइरहेको छु। स्टार्ट यो चाहिँ लोगो फर्स्ट रोबन भिलेज भनेर पथलघट्टा। यो चाहिँ फ्रन्ट गेटमा चाहिँ यसरी डेकोरेसन दिएको छ फुल लगाएर चाहिँ। अनि त्यसपछि चाहिँ एन्ट्री यसरी गर्नुपर्छ। यहाँ पछि चाहिँ बेहुला बेहुलीको फोटो दिइरहेछ। यो चाहिँ होल हो। यहाँ किचनमा चाहिँ भेज पकोडाको फुलफिल चलिरहेछ। यहाँ भाइले बनाउँदैछ, इन्डियनको भाइले भेज पकोडा। यो चाहिँ भेज पकोडाको लागि फुलफिल चल्दैछ 160 जनाको लागि। यहाँ दाल मखनी रेडी हुँदैछ। त्यसपछि मटन पनि पाक्दैछ यतापट्टि। यो मटन हल्का चलाइदिन्छु म चाहिँ। त्यसपछि यहाँ माथि चाहिँ अब फाइनली म तपाईहरुलाई देखाउन गइरहेको छु। बेहुला बेहुली बसेको जग्गा चाहिँ यहाँ लोगो। यहाँ हल्का बसेर खानको लागि चाहिँ गेस्टहरु यहाँ चाहिँ टेबलहरु लागेको छ। यहाँ दाजुहरु पनि आउनु भएको छ 2 जना फोटोसुटको लागि। यहाँ चाहिँ बेहुला बेहुलीले नै एउटा ल्याउनु भएको थियो, उनीहरुले सुट गर्नु हुँदैछ। म पनि सुट गर्छु उनीहरुसँगै साथमा। यहाँ चाहिँ भित्र छ। यहाँ चाहिँ यो चाहिँ यहाँ पनि बसेर खानको लागि। फाइनली यो चाहिँ हो बेहुला बेहुली बसेर चाहिँ सेल्फी हान्ने जग्गा, कांग्रेस गर्ने जग्गा। तपाईहरुलाई कस्तो लाग्छ डेकोरेसन कमेन्ट गर्नु होला। राम्रो लाग्यो भने मलाई सपोर्ट गर्नु होला, लाइक एन्ड शेयर गरिदिनु होला। राम्रो लाग्यो भने मजाले डेकोरेसन दिइरहेछ। अनि त्यसपछि यो चाहिँ बाहिरको चाहिँ सिम्पल दिएको छ डेकोरेसन। यहाँ चाहिँ बसेर खानुलाई पार्टी चाहिँ नाइटको छ। यो चाहिँ लन्चहरु कटेजहरु यहाँ चाहिँ हाम्रो कुनामा छ बगान एरिया साइडमा। यो चाहिँ माथिबाट भ्यूज, माथिबाट चाहिँ सुट गरेको यो चाहिँ मैले। यहाँ चाहिँ माथि स्विमिङ पुलहरु, माथि हाम्रो कटेजहरु सबै छ। तपाईहरु आउन सक्नुहुन्छ। यो कटेज स्पाहरु सबै कस्तो लाग्यो तपाईहरुलाई भन्नु।